आज चाहिँ मलाई लाग्यो मेरो 5 बजीदेखि ड्युटी भनेर, तर आज 6 बजीदेखि रहेछ ड्युटी। अब रोस्टर राम्रो हेरी होइन म उठेर आइहालेँ। म 4:30मा यहाँ आइपुगेको, तर अझै 1.5 घन्टा बस्नुपर्ने भयो। के गरेर बस्ने त भन्दाखेरि मैले पास्त्रिजी किनेँ, चिकन पास्त्रिजी है 70 सेन्ट्सको। मसँग क्यास पनि थिएन, अनि रेबुलुट भन्थ्यो। ल नि त के गरेर बस्ने, खाइदिउँ भनेर। ल हेर्नुहोस् चिकन पास्त्रिजी चाहिँ कस्तो रहेछ, तपाईँहरूलाई निकालेर देखाउँछु। ल हेर्नुहोस् यसको चाहिँ चिकन पास्त्रिजी। यो चाहिँ मैले खान लागेको। मलाई खासै भोक लागेको त होइन, अब तर के गरेर बस्ने, यतिकै बस्नु भन्दा ल नि त खाइदिउँ एउटा भनेर खाएको मात्र। मोस्टर 3 युरो रहेछ। अब मोस्टर मैले खासै खाँदिनँ पनि हिजो आज। पहिलो दिनमा एउटा दुइटा खाइन्थ्यो, हिजो आज चाहिँ नखाएको है। ल चिकन पास्त्रिजी एउटा खाने हो गाइजहरू, ल आउनुहोस्।